हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज हामीहरूले मोमो बनाउनको लागि यसरी तयारी गर्दैछौँ। बन्दा काट्दैछु मैले, बहिनीहरूले सोयाबिन धुलाउँदैछन्। कुरा गर्दै रमाइलो गर्दै हामीहरूले किमा पनि रेडी पारिसक्यौँ साथीहरू। तेलमा जैँ पारेर झानिसक्यौँ। मोमोको लागि पिठोहरू सेप बनाएर मोमो सेप बनाइसक्यौँ। फर्स्ट ट्राई भएर साथीहरू खासै आएन, मैले देखाउँदैछु हेर्नुहोस्। यस्तो भयो, कस्तो लाग्यो तपाईँहरूलाई भन्नु होला साथीहरू। यसरी नै हामीहरूले बनायौँ। रमाइलो भएको थियो साथीहरू, धेरैजना भएर सजिलो भयो। मामाले पनि त्यतिखेर फोन गर्नुभयो, कस्तो भयो, के बनाउँदैछौ भन्नुहुन्थ्यो। यसरी भिडियो कलमा देखाउँदै हामीले मोमोको भाँडोमा पनि राखिसक्यौँ। यसरी बनाउँदैछु हेर्नु साथीहरू, मैले आफैले भिडियो बनाएर। यता चाहिँ दिदी हुनुहुन्छ, माइजू चाहिँ हाँसिराख्नु भएको छ भिडियो देखेर, मामालाई देखाउँदै हुनुहुन्छ। हामीहरूले पकाएर भाग पनि लगाइसक्यौँ साथीहरू। यसरी भाग लाउँदा चाहिँ रमाइलो लाग्यो मलाई चाहिँ। कसलाई कति पर्छ, कसले कति खान सक्छ भनेर हामीहरू गफ गर्दै थियौँ साथीहरू। हेर्नु सबैजना बसेर। यता चाहिँ थोरै मोमो फेरि हामीहरूले बनायौँ बाँकी रहेको। यसरी नै रमाइलो गऱ्यौँ, खायौँ साथीहरू। आजको लागि यति नै, बाई बाई साथीहरू।